चैत 15 गते तीनकुनेको घरमा आगजनी दुर्गा प्रसाद निकट समूह एटिएफले गरेको खुलेको छ। आगो लाउनेहरूमा एटिएफका प्रवक्ता रहेका रामेछापको सुनापति गाउँपालिका 1 का 22 वर्षीय सरोज गौतम र एटिएफका सदस्य अछामको पञ्चदेवलका 20 वर्षीय गोकर्ण साई रहेका छन्। उनीहरूले नै उक्त घरमा आगो लगाएको पुष्टि भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिल राज बोहराले बताए। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई चैत्र 19 गते नै पक्राउ गरेको हो। पक्राउपछि अनुसन्धान कार्यालयले थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाएको थियो। त्यहाँ अनुसन्धान गर्दा आगो लाउने गौतम र साई भएको खुलेको छ। पक्राउ परेकै व्यक्तिको मोबाइलमा आगो लगाउँदै गरेको भिडियो पनि फेला परेको छ। रोकिनेवाला छैन। बम्बई सेकेन्ड देखाऊ। अब हेर्नु हाम्रो टेलर थियो।